नमस्ते कुशल। नमस्ते दाइ। के छ हाल खबर? सबै सन्चै छ दाइ अहिलेलाई। वेलकम टु द सेन्सिबल नेपाली पोडकास्ट। थ्याङ्क यू दाइ, तपाईँले अब सम्झेर बोलाइदिनु भयो पोडकास्टमा। आई एम भेरी ह्याप्पी एन्ड ग्रेटफुल। कुशल द रियल जेन्जी है? अहिलेलाई जेन्जी नै भन्नु पर्यो दाइ। अहिले जेन्जी नै हुनु, जेन्जी नै हो। कुशलको थोरै इन्ट्रोडक्सन दिनुहोस् न त हाम्रो अडियन्सलाई। मेरो नाम चाहिँ अब कुशल कार्की हो। अनि 22 वर्ष भयो अहिलेसम्म। के गर्नुहुन्छ? अहिले ग्राफिक डिजाइनरको रूपमा काम गर्छु, त्यही नै हो। राम काम कस्तो छ? काम अहिलेको दसैँ तिहारले गर्दा अलिकति कमै छ, तर इज गोइङ अप भनौँ न, भइरहेछ कामहरू। सही हो। द रियल जेन्जी है। अहिले रिसेन्टली नेपालमा द रियल जेन्जी मुभमेन्ट एउटा क्रान्ति भयो जेन्जीको। अनि कुशलहरूकै एज ग्रुपले गरेको क्रान्ति। कुशल पनि इन्भल्भ हुनुहुन्थ्यो कि क्या हो? अलिअलि जानुभयो? पहिलो दिन चाहिँ इन्भल्भ थिएँ। त्यो फर्स्ट दिन भएको थियो नि मानसरमा। त्यहाँ चाहिँ म र एउटा साथी हामी गएको थियौँ। हामी चाहिँ अब त्यो जुन त्यो ट्रेन्ड चलेको थियो नि त, नेपो बेबी भनौँ, अनि अब करप्सन भनौँ, त्यस्तो लागि विरोधमै गएको हो। गएर हामी जाँदाखेरि त्यस्तो त केही भएको थिएन, ठिकै थियो। हामी 10:30, 11 बजीतिर पुगेको थियो होला। अनि पार्टिसिपेट गऱ्यौँ भनौँ न, पार्टिसिपेट चाहिँ भयो। अनि किन जानु भएको थियो खासमा? अब किन गयो भन्दा त अब सबजना फ्रस्ट्रेटै थियो नि त एउटा टाइममा। अब जहाँ गयो नि करप्सन आफन्तवाद भनौँ, के भन्छ त्यसलाई। अनि त्यही भएर नि अब एउटा मुभमेन्ट आएपछि अरू ठाउँमा पनि देखिरहेको हुन्थ्यो नि त, बङ्गलादेश भनौँ, अब इन्डोनेसियाहरूमा देखिरहेको कुराहरू। अनि त्यही अलिकति अब यस्तो होला भनेर सोचेको थिएन होइन। सानोतिनो अब प्रोटेस्ट हो, अलिक मान्छेहरू अलिकति चेन्ज हुन्छ होला सोचहरू भनेर गएको, तर अलिकति म्यासिभै भयो। 2 दिनमै अलिकति सत्ता पलट बनाइदियो, सडकबाट सत्तालाई निकालेर फाल्दिए। अलिकति कसले नसोचेको कुरो भयो, ठिकै भयो। सो कुशल, करप्सन राइट? तपाईँ त जेन्जी एउटा हुन्छ नि, एज ग्रुप पनि जेन्जी होइन? रियल जेन्जी हेर्दा पनि कुशल जेन्जी जस्तै छ है। अनि कुशल जेन्जी, अब जस्तो तपाईँको जेनेरेसन, you guys are the digital generation भनौँ न एउटा होइन? एक्ज्याक्टली प्रिसाइज भन्दाखेरि what do you call it, digital natives होइन? You guys are born with the internet generation हुन्छ नि। तपाईँलाई इन्टरनेटले कतिको असर गर्छ, लाइक इन योर रियल लाइफ, एभ्रिडे लाइफ होइन? हाउ मच लाइक टाइम डु स्पेन्ड इन्टरनेटमा? के छ? इन्टरनेटले टाइम वेस्ट गर्नु भन्दा नि कसरी युज गर्ने भन्ने कुरो हो होइन। मेरो लागि इन्टरनेट अब पनि इम्पोर्टेन्ट नै छ। अब कामको सिलसिलामा इन्टरनेट एकदमै इम्पोर्टेन्ट हो, तर घरमा बस्दाखेरि त्यो फेसबुक इन्स्टाग्रामहरू अरू चलाउँदाखेरि अब अहिले एआईले नै अलिकति मान्छेहरूको पर्सनल लाइफ नै अलिकति ड्यामेज जस्तो गरिरहेको नि त। डिफेक्ट के भन्यो, मान्छेहरूको अनुहार युज गर्ने। कति घन्टा जति इन्टरनेटमा लाइक मोबाइलमा या इन्टरनेटमा बस्नुहुन्छ कुशल? मोबाइल इन्टरनेटमा त त्यही 18-19 घन्टै बसिन्छ होला। अब कामै त्यही अब इन्टरनेटमै हो होइन। त्यो नि एउटा त कामको छोडिदिउँ, तर घर बस्दाखेरि चलाइन्छ। 70-80% टाइममा मोबाइल हातमा हुन्छ। भने 24 घन्टामा 16 घन्टा 15-16 घन्टामाथि सुत्ने बाहेक अरू टाइम लगभग इन्टरनेट नै हुन्छ होइन? इन्टरनेट नै हो। अब इन्टरनेट बिना त मोबाइल त अब एउटा बक्स जस्तै त हो नि, अब के कामै छैन नि है। द्याट्स वाट अल द जेन्जी आर करेन्टली भन्दाखेरिको। लाइक हुन्छ नि 16 hours to 18 hours चाहिँ इन्टरनेट नै चलिरहेको हुन्छ। एक्टिभ मोबाइल हेऱ्यो भने नि 10 घन्टा 12 घन्टा होइन, केही न केही गेम सेम यताउता गर्दाखेरि चाहिँ। सो यु गाइज स्पेन्ड लाइक 18 hours। वाउ ब्रो, द्याट्स सो म्यासिभ। आधी चाहिँ अब यही मोबाइल सोबाइल चलाउनु भयो जेन्जीहरू, अनि आधी चाहिँ अब कन्सल्टेन्सीहरू गइरहेको हुन्छ, फेरि अब अब्रोड स्टडी जाने भन्ने हुन्छ। त्यो जेन्जी भने त्यही त हो नि। अहिले अब हाम्रो नेपालको सिचुएसन त्यही त छ नि। अब 12 पास गरेपछि के, 12 पास गरेपछि सबजना जेन्जी नै हो। अनि के हो नि त विदेश जाने एउटा त्यो लहर एउटा छुट्टै छ। अब हामी चाहिँ अब टक्क नेपालले बस्यो, अब के गर्ने भन्दा त्यही मोबाइल चलाउने, त्यही त एउटा। सो मोबाइलबाट चाहिँ कतिको पर्सिभ गर्नुहुन्छ, न्युजहरू कति हेर्नुहुन्छ? सो मोबाइल लाइफ र रियल लाइफ कतिको फरक छ जस्तो लाग्छ? मोबाइल लाइफ र रियल लाइफ त फरक
त्यस्तो त मलाई अहिलेसम्म लागेको छैन होइन किनकि अब मोबाइलमा हामीले अब जे हामीले हेर्न खोज्यो त्यही नै आउने हो होइन आफूले कस्तो कुरा सब्सक्राइब गर्छु फलो गर्छु भन्ने कुरो हो अनि अब त्यो त आफूले नै अब चुज गर्ने हो नि त मलाई कसले आएर हेर 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 भनेर कसले पनि देखाउँदैन नि त मलाई जे हेर्न मन लाग्छ मैले इन्स्टाग्राममा जे हेर्न मन लाग्छ त्यसलाई फलो गरेर हुन्छ त्यसको स्टोरीहरू हेर्ने हो न्युजहरू अब मलाई जुन चाहिँ अब न्युजहरू अलिकति भेरिफाई जस्तो लाग्छ त्यही नै फलो गर्ने हो होइन त्यहीँबाट नै हेर्ने हो कुन न्युज पोर्टल फलो गर्नुहुन्छ मैले अहिले फलो गरेँ भने त इनडिप एउटा छ होइन इनडिप स्टोरीहरू चाहिँ के भन्ने छ अनि अब रिटर्न अफ नेभर बन्द त भइहाल्यो होइन अनि अहिले त अब अरू अरू यो टेक पानाहरू के रहेछ तिनीहरूले नै हालिरहेको छ अहिले त जसले नै हालिरहेको हुन्छ न्युजहरू होइन त्यो फेसबुक पोस्टहरू बनाएर अहिले त आइरहेको नै हुन्छ अब मिम नेपालीहरूले नै हालिदिरहेको हुने रहेछ पहिला मिम सिम हाल्ने ग्रुपहरूले होइन अहिले सबैले अहिले त्यसमा नै अलिक फोकस गरेर हालिरहेको सबैले न्युजहरू ओके सो मेन स्ट्रिम मिडिया न्युज च्यानल जस्तो ई कान्तिपुर नेपालमा छ बिबिसी नेपाली होइन अनलाइन खबर यस्तोहरू चाहिँ कतिको ट्रस्ट लाइक कति छैन त्यस्तो त मैले अहिलेसम्म हेरेकै छैन हेरेकै छैन हेर्ने भने त्यही अब हामीले अनि ल जस्तो अब म तपाईँलाई एउटा क्वेसन सोधिहाल्छु है लाइक वाट इज द रियल न्युज अर रियल इन्फर्मेसन तपाईँलाई कुन चाहिँ हो जस्तो लाग्छ किनकि जस्तो रुटिनले दिए पछाडि तपाईँ त्यसलाई रियल भनिहाल्नुहुन्छ यो भएछ भन्ने खालको हुन्छ तपाईँलाई होइन अलिकति ठुलो न्युज अलिकति अब म्यासिभ न्युज रहेछ भने त अब रिटर्न अफ नेपाल बन्धन मात्रै हाल्दैन नि त अरू पोर्टलले नै हालिरहेको हुन्छ अनि खोलेपछि एउटा अब इक्जाम्पल एउटा कोही मान्छे छुट्यो जेलबाट छुट्यो भने त्यो रिटर्न अफ नेपाल बन्धन मात्रै हाल्दैन नि त अरू न्युज पोर्टलहरू साइटहरू तिनीहरूले हालिरहेको हुन्छ अनि हाम्रोमा त अलिक त म्यासिभ ठुलो न्युज हो भने त सबैको आउँछ नि त 3-4 पोर्टलबाट आउँछ त्यहाँ ल भेरिफाई हुन्छ अनि भनेपछि 3-4वटा एटलिस्ट लाइक 3-4वटाले हालिसके पछाडि चाहिँ त्यसरी नम्बर्स लाइक हाउ मेनी पिपल रिलेटेड सोर्स भन्दा पनि कतिजनाले हाल्यो भन्ने कुराले चाहिँ तपाईँलाई चाहिँ मैले चाहिँ मेरो पर्सेप्टिभ चाहिँ त्यो हो है अब अर्को पर्सेप्टिभ के छ कस्तो अब एउटाले मात्रै हाल्यो भने त एउटाले कसको ह्याप्पी बर्थडे भनेर हाल्यो भने पत्ताउँदैन नि त ह्याप्पी बर्थडे होइन होला त 10जनाले त्यही ग्रुपमा हाल्यो भने त त्यसको ह्याप्पी बर्थडे भएन नि ह्याप्पी बर्थडे भयो नि त मेरो सोचमा चाहिँ त्यो है मेरो पर्सेप्टिभ त्यो हो अरूले अब त्यो लिङ्कहरू हेर्छ होला गुगलमा सर्च गर्छ होला तर मलाई त्यस्तो चाहिँ लागेन मलाई चाहिँ त्यही नै हो गेम कति खेल्नुहुन्छ गेम त्यस्तो खेलिँदै गेम खेल्ने भने एउटा सिओसी खेल्छु त्यति हो सिओसी भने त अब तपाईँलाई चाहिँ कसरी थाहा भएन तर सिओसी क्ल्यास अफ क्ल्यान्स भन्ने एउटा गेम हो क्ल्यास अफ क्ल्यान्स भने एउटा भिलेज बिल्ड गर्ने हो भिलेज बिल्ड गरेर अट्याक गर्ने हो तर अहिले चाहिँ नयाँ अपडेटले अब अलिकति बुझ्न नै अलिकति गाह्रो जस्तो मैले त 3-4 महिनापछि त्यही एउटा गेम हो तर खेल्ने भने 1 महिनामा 3-4 जोडी खेलेपछि खेल्दिनँ त्यस्तो खेल्दिनँ अहिले त नयाँ अपडेट के आएर अहिले मैले पनि बुझ्न सकेँ त्यो गेम के हो भनेर त्यस्तै हो गेमहरू त ओके नाइस कति जति पैसा कमाउनुहुन्छ 22 वर्षको उमेर भयो कति वर्षदेखि पैसा कमाउन थाल्नुभयो लाइक सेल्फ सस्टेन गर्न सक्ने पैसा कमाउनु त त्यही 2019 आएपछि त्यो भनेपछि 20 देखि हो 2020 देखि हो 11 पढेदेखि आफै 11 पढ्दादेखि आफै पैसा कमाएर आफ्नो पकेट पनि आफै चलाइरहने है त्यस्तो धेरै त कमाएन त्यतिखेर अब थोरै पैसा कमायो त्यतिखेर पुग्यो अब अहिले त्यही पैसाले पुग्दैन होला अहिले अब अलिकति अब धेरै कमाउनु पर्यो अब ठुलो भएपछि त्यही हिसाबले अब सबै थोक चल्नु पर्यो नि त अब जाने बच्चा हुँदाखेरि अब 10-11 वर्षको पढ्दाखेरि जहाँ गयो नि हुन्थ्यो भने अब अहिले साथीभाइ त्यसरी भन्यो त्यहीँ जाउँ यहीँ जाउँ वहीँ खाउँ भन्ने हुन्छ होइन अनि त्यही भएर अनि त्यो हिसाबले अब आफ्नो लेभल पनि बढाउनु पर्यो नि त साथी कतिजना छन् साथी हातमा गरेर 5-6 जना त त्यो होला नि त अहिले मिल्ने अलिक घुम्ने हिँड्ने त्योभन्दा बढी छैन हप्ताको कति दिन पार्टी गर्न जानुहुन्छ अहिले छैन अहिले त्यस्तो पार्टीहरू अहिले चाहिँ आजकल चाहिँ गएन आज पहिला चाहिँ हुन्थ्यो एकजनामा कहाँ जानुहुन्थ्यो पहिला त त्यही हो ठमेल हो जम्सिखेल त्यही ठमेलमा चाहिँ कहाँ जानुहुन्थ्यो ठमेलमा बेस्ट भने त्यही पर्पल हेज हो अनि पर्पल हेज पछि आफ्टर पार्टी चाहिँ हाम्रो सफल क्लबमा 3-4 चोटि गइयो त्यसपछि त्यस्तो अरू ठाउँमा गएन त्यस्तो गएको छैन सही हो घरमा कति मम ड्याडसँग कतिको क्लोज छौँ हामी मम ड्याडसँग त क्लोजै छौँ ड्याडीसँग त अब ड्याडीको बिजनेसै गरेर बसिरह्यो त्यो ड्याडीसँग त क्लोज हुने भइहाल्यो होइन भेटिरहनु हुन्छ बिहानदेखि बेलुकासम्म ड्याडीसँग नै बस्ने हो मम्मीसँग नि क्लोजै छ भनौँ न त्यस्तो नाइ नास्ति हुन्छ नि यहाँ जा वहाँ जा यो गर ऊ गर आमाले भन्छन् भन्दैन जेन्जी हो त्यस्तो भन्न नि अब अलिकति डर भएको होइन अहिले त अब कस्तो भइसक्यो नि त घरमा अब अलिक के भइसक्यो भन्दा अब एउटा घरमा के सामान गर्ने जेन्जीले तिनीजना गर्नु सक्दैन जेन्जी यो गर भन्ने अनि अब बाहिर मान्छे जेन्जी यो गर भन्ने अहिले त त्यस्तो भइसक्यो क्या अहिले त अब त्यो
एउटा प्रेसर जस्तो नि भइसक्यो क्या घरमा एउटा अब रेस्पोन्सिबल पसलबाट सामान किन्नु लाग्दा जेन्जी जा बेटिङ गर्न सक्दिनस् जा गर भन्ने होइन त्यो नि भयो है। अनि ल कुरा गर्दै जाँदाखेरि अस्तिको आन्दोलनमै फर्केर जाम, जुन चाहिँ नेपालमा क्रान्ति भयो, एउटा ठुलो क्रान्ति भयो, जो चाहिँ एउटा सर्टेन एज ग्रुपको पिपल जेनजी द डिजिटल नेटिभ्सले लिड गरेर होइन, डिसेन्ट्रलाइज नै थियो, लिडरलेस थियो, तर स्टार्ट चाहिँ उनीहरूले गरे होइन, र सफल पनि भयो। अनि त्यो क्रान्ति किन भयो नेपालमा? तपाईँ बिइङ अ जेनजी होइन, लाइक युआर 22 years old, अहिले 22 वर्ष पुग्नु भयो, अनि तपाईँले कहिले करप्सन फेस गर्नु भएको छ कि त्यो करप्सन तपाईँलाई करप्सन भनेर डिजिटल्ली तपाईँलाई पोर्ट्रे गरिदिरहेछ कि तपाईँको डिजिटल्ली तपाईँको दिमागमा चाहिँ पसाइदिइराखेको छ कि होइन करप्सन भइरहेछ भनेर, त्यस्तो हो कि तपाईँ आफैले पनि करप्सन फेस गर्नु भएको छ, लाइक इन मेनी मिन्स अफ लाइफ हुन्छ? मैले अब करप्सन अब त्यसलाई करप्सन चाहिँ भन्न मिल्छ मिल्दैन, अब त्यो हामी जाने भने त्यो सरकारी अफिसतिरै हो होइन, सरकारी अफिस त्यसलाई अब करप्सन भन्छ कि भन्दैन, अलिकति अब सिस्टमै अलिकति अब ल्याक गर्छ भने भनौँ न। कस्तो अब आइआरडीमा गयो भने ट्याक्स दिन गयो भने अब त्यो भने त एउटा हाम्रो अब प्यान स्यान सबै हुन्छ, त्यो एउटा इन्ट्री एउटा त्यो डाटा सफ्टवेयर त हो नि होइन, त्यो गर्न त अब सचिवै चाहिने भन्ने नि हुँदैन नि त। अब एउटा काम गर्न सचिवै चाहिने भन्ने हुन्छ, सचिव खोइ त भन्दाखेरि बिहानै अब के अरे भिजिटमा गयो भने हुन्छ, अब त्यो भिजिटमा जाने भए त बरु अर्को एउटा के मान्छे ल्याएर राखेर त्यो गरिदियो भने त्यो नि हुन्छ होला नि त, चाँडै हुन्छ होला, हामीलाई सहिलो हुन्छ होला। अब त्यो इन्ट्री अब नाम मात्रै हान्न नै अब सचिवै चाहिने रे, अनि सचिव खोइ त भन्दाखेरि बाहिर अब टुरमा गएको भिजिटमा गएको भनेपछि त त्यो त हामीले दुःख पाउने कुरो हो नि त। अनि फेरि एक दिन ढिला आइआरडीमा एक दिन ढिला 2 दिन ढिला पनि अनि फाइन हामीले लाउँछन् होइन, अनि त्यस्तो त्यही भयो। अरू कुन गभर्मेन्ट अफिस जानु भएको, जस्तो ओडादेखि नेपाल सरकारको अब प्राइम मिनिस्टर अफिस लिगौँ न होइन, या राष्ट्रपतिको कार्यालय नेपालको 1 नम्बर ठाउँदेखि हामी सबैभन्दा नजिक जाने ओडा, तपाईँ कुन कार्यालय जानु भएको छ? ओडामा चाहिँ मैले यसमा फिल चाहिँ गरेको छैन, अब ओडामा त्यस्तो धेरै काम पनि हुँदै भएको थिएन होइन। नागरिकता बनाउनु भयो? नागरिकता बनाइसक्यो, सजिलै बन्यो, नागरिकता सजिलै बन्यो, नागरिकता ओडामा गएर सिफारिस लिनु पर्दो रहेछ, सिफारिस लियो त्यही दिन गएर नि सिडिओमा गएर नागरिकता बनायो, त्यस्तो झन्झट नि भएन, नागरिकता बनाउनु त्यस्तो झन्झट भएन, किनकि त्यो सिम्पल प्रोसेस, नागरिकता बनाउनु त्यस्तो गाह्रो नै रहेछ र सहिले भयो। अब अहिले यो राष्ट्रिय परिचय पत्रहरू बनाउनु चाहिँ अलिकति गाह्रो रहेछ। गाह्रो कस्तो भन्दा मेरो मम्मीको केसमा के भयो भन्दाखेरि मेरो मम्मीको सिटिजनसिपमा 2058 भनौँ न 58 छ होइन, एक्जाम्पल 58 छ। अब मेरो मम्मीले प्यान बनाउनु भयो, अब वीरता बनाउनु भयो होइन, अब सोसल सिक्युरिटी फन्ड सबै बनायो नि त, काम गर्ने भएपछि सबै थोक बनायो। राष्ट्रिय परिचय पत्र बनाउनु जाँदाखेरि उहाँको अब त्यो सिडिओको सिस्टममा 2057 रहेछ। 2057 भएपछि त अनि लोकेसनमा नि अब त्यो लोकेसनमा नि अब अगाडिपट्टि चाहिँ नेपालीमा चाहिँ टोखाइ के अरे गङ्गो तपाईँको आमाको डेट अफ बर्थ चाहिँ 2058 थियो, सबै ठाउँमा 2058 थियो, तर त्यो सिडिओमा जाँदा ढड्डामा चाहिँ 2057 छ होइन। अनि अर्को नि के छ भन्दा नागरिकता चाहिँ फेरि 58 छ, अनि अगाडिपट्टि त्यो नेपालीमा हुने ठाउँमा चाहिँ गङ्गोबुदुई सबै छ, अनि पछाडिपट्टि इङ्ग्लिसमा हुँदो रहेछ नि त होइन। त्यहाँ चाहिँ काभ्रेस्थली छ क्या, उनीहरूको सिस्टममा चाहिँ त्यो छ फेरि, अब काभ्रेस्थली भएछ त्यो त मिलेन नि त। अनि अब पासपोर्ट बनाउन नि मिल्दैन के भनेको छ क्या अरे होइन सिडिओले। अनि अब राष्ट्रिय परिचय पत्र बनाइदियो 2058 मै अब बनाइदियो, अब त्यो भएपछि पासपोर्ट बनाउँदाखेरि अब त्यो कि ल्याङ हुन्छ कि अब भनेर अब त्यो राजपत्रमा सूचना चाहिँ निकालेको छ क्या त्यो सच्याउनु मिल्छ भनेर होइन पहिला एकचोटि। अब त्यो सच्याउन गयो भने 3-4 दिन लाग्छ, सिस्टम त्यही हो, अब भिजिट हुन्छ के हुन्छ। त्यो करप्सन मैले फिल गरेँ त्यही नै हो, त्यसलाई करप्सन भन्नु मिल्छ मिल्दैन थाहा भएन, मैले त्यो अब सिस्टमै त्यस्तो छ नेपालको होइन। अनि तपाईँले करप्सन त्यसरी फिल नगरिकन तपाईँ अस्तिको जेनजी मुभमेन्टमा चाहिँ कुन बेसिसमा जानुभयो त? होइन यस्तो वाट तपाईँलाई के तपाईँको जुन जेनेरेसन छ होइन, एउटा नेताको छोराले गाडी चढेको ईर्ष्या गर्ने जेनेरेसन हो, या ठुलो महलमा ठुलो घरमा बसेर ईर्ष्या गर्ने जेनेरेसन हो, या तपाईँलाई डिजिटल्ली चाहिँ तपाईँहरूको ब्रेन कसैले म्यानिपुलेट गरिरहेको हो, तपाईँले आफैले डाइरेक्ट त फिल के आधारमा? म त्यही क्वेसन मेरो चाहिँ ईर्ष्या त गरे होइन होइन, ईर्ष्या त गरे होइन। अब यस्तो हो, अब त्यो सबै त्यो हामीले ईर्ष्या गरे भन्नुभयो तपाईँले, त्यो सबै अब त्यो पोलिटिसियनको छोराछोरी नै थिए होइन, तिनीहरूकै बारेमा नेपोबोयो भने तिनीहरूकै चल्या हो होइन। उनीहरूको चल्दाखेरि उनीहरूको अब
त्यो लाइफस्टाइल त्यस्तो नि अलिकति अलिकति एक्स्ट्रै थियो नि त। अब त्यो अब क्रिसमस ट्रीहरू बनाउने अब अरू त्यो फ्रान्स कहाँ त्यो त्यस्तो त्यो अलिकति अब भने ड्याडीहरू अब बिजनेसम्यान हो यताउति हो। मेरो बाउले अब ड्याडीले अब यहाँ आएको समाजसेवा गर्न हो भने समाजसेवा गर्न आहा भने होइन बिजनेसम्यानहरू त्यो आएको त्यसरी हो नि त। त्यो भनेको छ नि त यिनीहरूले भिडियोतिर भनेको छ नि त। इच्छा त गरेको होइन अब तर पोलिटिसियनहरूले अब त्यत्रो पैसा कमाउँछ भने हामीले त्यत्रो पैसा कमाउँदैन जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यो लाइफस्टाइल जिएर डुलेर खाएर भन्दा नि एउटा कज चाहिएको थियो जेनजीलाई। यो एउटा कजै भनौँ न अब आन्दोलन गर्ने भने चाहिँ अब के गर्ने भन्दाखेरि त्यो सिङ्गापुरतिर नि त्यही चल्यो हो नि त। के अरे यो इन्डोनेसियातिर फेरि कहाँ हो त्यही ट्रेन्डलाई नेपालमा आयो। नेपालमा नि अब त्यस्तै मान्छेहरू भए पोलिटिसियनको छोराछोरीहरू त्यस्तै अब व्यवहार गरेपछि त्यस्तो थियो इन्स्टाग्रामतिर अनि त्यहीलाई हालेको हो। त्यही नै हो त्यो इच्छा गरे त होइन त्यो ट्रेन्डलाई फलो गर्दै नेपालले गरे हो फलो गरे हो त्यही हो। नेपालमा करप्सन छ जस्तो लाग्छ तपाईँलाई? त्यो त छ करप्सन त किन नहुनु। लाइक कसरी तपाईँले करप्सन छ भन्नुहुन्छ? तपाईँले आफैले त करप्सन फेस गरेको छैन होइन। अब तपाईँले भन्नुभयो नि अ पार्ट अफ करप्सन तपाईँलाई ढिलो काम गरिदिनु पनि करप्सन हो होइन। राज्यले दिनुपर्ने सुविधा तपाईँलाई टाइममा नदिएको पनि करप्सन हो। तर तपाईँले डाइरेक्टली मोनिटरी एस्पेक्टमा अरू या कुनै एस्पेक्टमा तपाईँले आफैले करप्सन त फिल गर्नु भएको छैन भन्नुभयो अहिले? अहिलेसम्म छैन। अनि त्यो नभइसके पछाडि तपाईँलाई करप्सन चाहिँ कसरी छ जस्तो लाग्छ त? सो यु आर नट डाइरेक्टली एसोसिएटेड विथ करप्सन, तपाईँले भेटेकै छैन भनेपछि तपाईँले कसरी चाहिँ करप्सन छ भन्न सक्नुहुन्छ त खासमा? लाइक वाट मेक्स यु थिङ्क नेपालमा करप्सन त अब यो धेरै यो केसहरू पनि छ नि त दाइ। अब व्हाइट बडी भने यताउति भन होइन त्यो नि अब एउटा त अब मैले फिल गरेँ होइन। म त्यस्तो अब त्यो करप्सन घुस दिन पनि ठाउँमा नपुगेर नि होला होइन एउटा त। अब मलाई त्यो अब त्यो जरुरतै छैन। म आफ्नो काममा जाने 10 to 5 काम गर्ने आउने त्यो मलाई फिल नभएको। तर मेरै ठाउँमा अरू मान्छेले अब अरू यो बिजनेस गर्ने मान्छेहरूले त अब कुनै ठाउँमा गएर यो मिलाउनु पर्यो भन्ला त्यो मिलाउनु पर्यो भन्ला तिनीहरूले फिल गर्ने कुरा हो नि त। अब म त्यो ठाउँमा सिचुएसनमा पुगेकै छैन कि त्यो करप्सन घुस दिने पनि सिचुएसन अहिलेसम्म लाइफमा पुगेकै छैन। तपाईँको घर जाने बाटो ठिक छ? घर जाने बाटो ठिक छ दाइ, पिच छ पुरै राम्रो छ। त्यहाँ करप्सन भएको छ जस्तो लाग्दैन? करप्सन त भएको होला। अब त्यो भित्री अब कसरी करप्सन भयो भन्ने कि अब बजेट एउटा हुन्छ उनीहरूले अब बिलहरू सबै मजाले बनाएर हुन्छ भ्याट स्याट सबै तिरेर बिल बुझा हुन्छ नि त्यसमा करप्सन कसरी भन्ने त होइन। घरमा धारा छ पानी आउँछ एभ्री डे होइन 2 दिनमा 1 दिन आउँछ। धाराबाट पानी थापेर खान सक्ने स्थिति छ? त्यो त खान सकिन्छ होला त अहिलेसम्म खाएन। जारकै पानी खाइरह जारकै पानी पहिलेदेखि नै अब पहिला त कुवाबाट खाइन्थ्यो होइन। अब एक जमानामा जारको पानी आयो त्यो जारकै पानी खाइन्छ। त्यो धाराको पानी अहिलेसम्म खाएको छैन। पहिला चाहिँ खाइन्थ्यो तर अहिले चाहिँ खाइँदैन। पानी मजाले प्रशस्त आउँछ? पानी मजाले। बत्ती आउँछ? बत्ती त आउँछ। बत्ती त आइहाल्छ। अब त्यो लोड सेडिङ भने त अब सिस्टमै अब कहिले पोल ढल्ला पानी पर्यो भने के होला त्यो त अब हामीले अब बत्ती आएन भन्न नि मिलेन नि त। त्यो त नेचुरली जस्तो लाग्छ। त्यही हो बत्ती त छ। स्कुल जानुभयो मजाले? स्कुल नि गयो मजाले गयो। एसएलसी मजाले पास भयो? एसएलसी मजाले पास अब भयो कि नभयो भन्ने कोरोना ब्याचमा एक्जाम नजिकन पास भयो हामी पहिलोचोटि होइन। अब चैत 6 गते एसएलसी थियो अनि चैत 5 गते चाहिँ अनि कपाल सवाल काटेर अब भोलि एसएलसी छ अब रेडी हुनु पर्यो। अनि घरमा भाषा थाहा सुत्न लाग्यो। अनि एउटा पिटर भन्ने साथी थियो अनि आयो अनि ओ एसएलसी क्यान्सल भयो रे भनेर भन्यो। अनि कहाँ हुन्छ एसएलसी क्यान्सल हुन्छ भने अनि घर आएर नेपाल बन्द थियो नि त। म मोबाइलमा आएर अनि हेर्दाखेरि ल एसएलसी पोस्टपोन भनेर आएको थियो क्या। अब खुसी भयो नि त एसएलसी दिनु पऱ्यो भनेर बस्यो। अनि त्यसपछि घरमा त्यही त अब वैशाख चैत 6 गते एसएलसी थियो होइन। चैत 5 गते क्यान्सल भनेपछि अनि घरमा अनि बाउहरूले पढ एसएलसी हुन्छ भन्छ अनि पढेर बसे यस्तो गर्ने होइन। अनि त्यही हो नि लास्ट एसएलसी त भएन पास भयो। त्यसरी नै भयो पास। 11-12 पढ्नु भयो भनेपछि मैले यसरी लिम कि तपाईँले डाइरेक्ट फर्स्ट ह्यान्ड यो लाइफमा आजसम्म आइपुग्दाखेरि 22 वर्षसम्म आइपुग्दाखेरि डाइरेक्टली मोनिटरी एस्पेक्टमा करप्सन फिल गर्नु भएको छैन? अनि तपाईँले फिल नगर्दै तपाईँलाई मिडियाले देखायो कि देयर इज अ ट्रेन्ड ह्यापनिङ इन इन्डोनेसिया, फिलिपिन्स जहाँ चाहिँ नेपो बेबिज ट्रेन्ड थियो। पोलिटिसियनको बच्चाले सो अफ गरेको उनीहरूको वेल्थ अब कसैले लेजिट वेल्थ होला कसैको करप्टेड वेल्थ होला त्यसलाई सो अफ गरेको भरमा तपाईँहरू चाहिँ जेनजी कसैले अलिकति फर्स्ट ह्यान्ड एक्सपिरियन्स गरेको करप्सन एक्सपिरियन्स गरेको मान्छेले भन्यो सबैजना गर्दै आन्दोलन भयो।
तपाईँ जानुभयो? गएँ। गोली तपाईँकै नजिक चल्यो कि पर चल्यो कि के थियो आन्दोलन? गोली यस्तो थियो, लाइक आन्दोलन कसरी भड्क्यो त्यस्तो कसरी? त्यो ठाउँमा म 10:30 बजेतिर पुगेको थियो होला। हामी आइप्लेक्स मल हुँदै गएको, आइप्लेक्स मलको अगाडि त्यो साथीकोमा बाइक राखेर हामी गएको। हामी जाँदाखेरि ठ्याक्कै त्यो माइती घरबाट आउँदाखेरि त्यो रोकेर राखेर छ पुलिसले होइन। अहिले अब त्यो अहिले हेर्दा त थाहा भयो नि त त्यो रोकेर राखेको छ होइन। त्यो बााउन्ड्री तोडेर आएको ग्रुपसँग हामी ठ्याक्कै मिल्यौँ। अनि त्यो दिन पुलिसहरूले सहन नि सहाय हो होइन, धेरै नै सहाय हो। किनकि त्यो संसद भवन अगाडि त्यो साइडमा त्यो दुइटा यस्तो बक्सा जस्तो कोठा जस्तो थियो क्या माथि। त्यहाँ माथि मान्छेहरू चढेर त्यो पुलिसहरूको टाउको ढुङ्गा सुङ्गा नै हाने हो क्या। त्यो साइडमा त्यो रेलिङ हुन्छ नि, गोली चल्नुभन्दा पहिले हो त्यो ढुङ्गाहरू पनि हाने हो, सबै थोक गरे हो होइन। पुलिसहरूले सहन सहाय हो जस्तो लाग्छ त्यतिखेरसम्म चाहिँ पुलिसहरूले। अनि त्यो संसद भवन अगाडि ठुलो बिल्डिङ रहेछ क्या, सिसाको क्या ठुलो बिल्डिङ। अनि त्यो संसद भवनबाट असर ग्यास हान्दाखेरि उडेर आउने अनि त्यो सिसामा बुङ बुङ आवाज आउने क्या। अनि मान्छेहरू हामीले चाहिँ के सोध्ने त्यो झ्यालबाट हाने सोचेर होइन। त्यो झ्यालमा धन्न मान्छेले ढुङ्गा सुङ्गा त गरेन, त्यो दिन चाहिँ गरेन, त्यसपछि गरेन मलाई थाहा भएन। अनि त्यो असर ग्यास हान्दाखेरि माथिबाट हाने जस्तो लाग्ने। अनि त्यहाँ मान्छेहरूले ढुङ्गा सुङ्गा नै हाने त्यो घरमा होइन। अनि त्यो मान्छेहरू 5-6 जना, त्यो दिन 5-6 जना मान्छेहरू थिए त्यो माथि चढ्ने होइन। त्यो माथि चढेर ढुङ्गा सुङ्गा हान्नेहरू त्यतिखेरसम्म चाहिँ सय हो। म ठ्याक्कै त्यहाँ 12 वर्ष तपाईँले ढुङ्गा त हान्यो? मैले हानिनँ। एउटा पनि ढुङ्गा हानेन? किन? त्यो रेज थिएन तपाईँमा? रेज थिएन भन्दा नि अहिलेसम्म त्यस्तोमा गएको थिएन नि त। अनि त्यो ढुङ्गा हान्न डर लाग्यो भनौँ न। घरमा केही पनि भनेन जाने दिन? केही पनि भनेन, घरमा कहिले पनि केही भनेन। त्यसपछि चाहिँ त्यो दिन बेलुका चाहिँ फोन गरेर कहाँ हो के हो भनेर भनेको थिएँ। अनि त्यो भएपछि ठ्याक्कै 10:30-11 बजी त्यहाँ पनि त्यस्तो भयो। अनि त्यहाँबाट हामी 12 बजीतिर ल फर्क्यौँ खाजा खान जाउँ त भनेर हामी फर्किन जाँदाखेरि त्यतिखेर ठ्याक्कै कर्फ्यू लगाइसकेको छ क्या। हामीलाई चाहिँ कर्फ्यू लाग्नु थाहा भएन किन हामीले मोबाइल सोबाइल हेरेको थिएन नि त। कर्फ्यू लगाइसक्यो भने थाहा छ नि त। आइप्लेक्स मलबाट पछाडि अनि आइप्लेक्स मलको बाटो त्यो आइप्लेक्स मल जाने बाटो त्यो मेन रोड हुँदै जाँदा चाहिँ असर ग्यास चाहिँ त्यतिखेर हान्न थाल्यो क्या। मजाले असर ग्यास हान्न थाल्यो, बङ बुङ असर ग्यास हान्दाखेरि त्यो आइप्लेक्स मल जाने बाटो पनि ठ्याक्कै एउटा त्यो अनामनगर जाने बाटो यता त्यो पिपल बोट जस्तो रहेछ होइन। अनि त्यो साइडमा मन्दिर जस्तो थियो क्या। त्यो मन्दिर जाने बाटोमा नि सानो, त्यहाँ 200-300 जना कोचेर बसेको थियो क्या। त्यो भागा क्या असर ग्यास हानेर होइन। अनि त्यो असर ग्यास हानेर त्यो मान्छेको हुलमै हानिदियो क्या असर ग्यास। अब त्यो मान्छेहरू यता नि असर ग्यास छ, वान साइडमा नि फ्रन्टमा नि असर ग्यास छ, ब्याक साइडमा असर ग्यास छ, अनि साइडमा त्यो पिपल बोट जस्तो रहेछ त्यहाँ नि असर ग्यास छ क्या। त्यो 500-600 जना मान्छेहरू असर ग्यास बिचमा क्या ट्र्याप्ड। अनि त्यो अनि त्यहाँ आएर हामी बल्ल तल्ल बाँच्यौँ। अनि अगाडि आएर त्यो पानीहरू राखिरहेको थियो। अनि पानी सानी हालेर अनि आँखा त्यो भयो, आँखा चाहिँ पुरै शून्य जस्तो भएको थियो। अनि त्यसको साथीको अफिसमा आएर हामी बसेपछि अनि हेर्न थाल्यौँ। अनि कर्फ्यू लगाइसकेछ, ल अब नजाउँ, कर्फ्यू लगाएपछि त आर्मीहरू आउँछ, त्यसपछि नजाउँ। आर्मीहरू आयो त आर्मीहरू त सबजना डराउँछ नि त। आर्मीहरू त फिट एन्ड फाइन लम्बु ट्याक्क होइन, कानमा माइकहरू हुने। अनि पुलिसहरू चाहिँ अब डल्लै मोटे भ्यात्न हुने क्या। अनि त्यही पनि हेप्या हो पुलिसहरूलाई त्यो दिन हेर्न आउँछ होइन। आर्मीहरूलाई चाहिँ अलिकति हेप्न नि गाह्रो हुने क्या, अलिकति स्लिम 6 प्याक होइन, टक्क लम्बु। पुलिस चाहिँ डल्लै अलिकति भ्यात्त हुने होइन। त्यो रेसिजम गर्न खोजे होइन, रेसिस्ट कुरा गर्न खोजे होइन, तर हेप्न त त्यही हो नि त। आफ्नो हेऱ्यो भने अलिकति डर लाग्ने भएपछि मान्छेले हेप्दैन नि त। अनि त्यो भयो। अनि नजाउँ भन्न थाल्यो। अनि मलाई चाहिँ बस्दा नि अल्छी लाग्यो। अनि ल जाउँ त हेर्न जाउँ भनेर गएको। अनि ठ्याक्कै त्यो आइप्लेक्स मल अगाडि नै, आइप्लेक्स मल अलिकति अगाडि जाँदाखेरि त्यो अनामनगर जाने बाटोको त्यो आकाश पुलको ठ्याक्क अगाडि पुलिसले ठ्याक्क बााउन्ड्री आएर राखेको थियो क्या। हामी त्यो गोली चल्ने त्यो जुन गोली चल्ने ठाउँ त्यो पारिपट्टि त्यो संसद गेट अगाडि हामी त्यहाँ निस्किहाल्यौँ। त्यो त्यहाँको चाहिँ मलाई त्यो गोली चलेको मान्छे मरेको त्यो चाहिँ मैले देख्दै देखिनँ। त्यसमा थाहा नै छैन मान्छे मऱ्यो भनेर। अनि हामी आइप्लेक्स मलको अलिकति अगाडि त्यो अनामनगर जाने बाटोमा चाहिँ ठ्याक्क पुलिसहरूले ठ्याक्क राखेको थियो क्या। पुलिसहरूले लाइन बनाएर ठ्याक्क रोकेर राखेको थियो। अनि त्यहाँ चाहिँ प्रोटेस्टहरू गरिरहेको थियो, केपी चोर यताउति भनेर हालिरहेको थियो मान्छेले। अनि त्यसमा रमरम भइरहेको थियो। अनि एकछिन बिस्तारै त्यो एम्बुलेन्सहरूको फ्लो हुन थाल्यो क्या। अनि त्यसपछि आर्मीको गाडी आइसकेको थियो। दुइटा आर्मी गाडी आइसकेको थियो। अनि एउटा मान्छे झन् आर्मीको त्यो गाडीको मुनि सुतेन थियो क्या। त्यो आर्मीले चलाएको थिएन। अनि आर्मीले त्यतिखेरसम्म केही गरे त केही त्यस्तो आर्मीहरू नि त्यो आनन्दले बसिरहेको थियो। अनि त्यहाँ प्रोटेस्टहरू हुन थाल्यो बिस्तारै। अनि एम्बुलेन्सहरू निस्किन थाल्यो क्या। अनि मान्छेहरूले त्यतिखेरसम्म केही गर्न थालेन, ड्रेस केही पनि थिएन। अनि एम्बुलेन्सहरू जान्छ, एउटा एम्बुलेन्सले रोक्यो क्या। त्यहाँ एम्बुलेन्सले रोक्यो। अनि रोक भनेपछि त्यसले त्यो पुलिसको बााउन्ड्री नै त्यो कटेर आउनु सकेन क्या। त्यो संसद भवनबाट छिर्नै सकेन। अनि मान्छेहरू रोक्यो नि, त्यसलाई म जान्छु भन्न थालेँ। त्यसले त्यो गाडी त्यो जिटिए भाइ सिटीमा त्यो कुदाउँछ नि, त्यसरी कुदाएर लिएर गएको थियो क्या। अनि कुदाएर लिएर गएपछि त्यो लिएर गएपछि त अब मान्छेहरूलाई अर्को आयो भने चाहिँ चेक गर्नुपर्छ भने जस्तो भयो नि त। अनि अर्को एम्बुलेन्स उताएर
आइपेक्स मल हुँदै आइरहेको थियो अनि फर्काएर जा भन्यो त्यो फर्केर गयो क्या त्यो चाहिँ माने फर्केर गयो त्यसपछि अर्को नै एउटा एम्बुलेन्स आयो क्या त्यसले चाहिँ फर्केर जा भने त्यो गएन त्यो मान्छेले खिचेर आउँछ जस्तो गर्यो क्या अनि त्यसलाई चाहिँ अनि त्यो तोडफोड हानेर जलाइदिनु थियो होइन त्यसले जलाइदिइहाल्यो अनि त्यसपछि उताएर आउनेहरूलाई त सिसा फुडाल्ने यताउति सिसा त्यो कुद्दै गाडीमा सिसा फुडाल्दा क्या त्यो मान्छेले त्यो मान्छेले त भगाएर लिएर गएको छ पोलिटिसियनहरू अझै एउटा त्यो स्कुटरवाला त अलिकति अब त्यो अलिकति घाइते नै हुन्थ्यो होला त्यो सर उतार आयो अनि त्यो आर्मीहरू पुलिसहरू गएर ठाउँ ठ्याक्क स्कुटर रोक्यो र मान्छे ओर फुत्तो संसद भवन छिर्यो क्या अनि त्यो स्कुटरवाला मान्छेलाई चाहिँ अनि को हो त के हो भने त्यसलाई कुटिस्या थियो त्यसलाई त्यो टिभीएस स्कुटरमा आएको थियो कुटिस्या थियो अनि पठाऊ भने त्यसले दिमाग लाग्यो त भाग्यो जर्दै त्यहीँ भित्रकै मान्छे नै होला होइन अनि त्यस्तो भयो अनि त्यहाँ अब पुलिसहरू पनि आइरहेको थियो आर्मीको पुलिसहरूको भ्यानहरू नि त्यो बसहरू नि मजाले आइरहेको थियो अनि 3-4 बज्यो अनि त्यसपछि त अब नबसौँ कति बस्नु जाउँ घर भन्ने हामी घर आयौँ अनि घर आएपछि त्यो अब सोसियल मिडियामा त्यति मान्छे मऱ्यो 30-40 जना मान्छे मऱ्यो भनेपछि त अलिकति रिस नै उठाएको थियो हान्न पर्ने जस्तो ढुङ्गा भन्ने जस्तो लाग्थ्यो तर हान्न त हानिएन होइन त्यसपछि त अब भोलि बिहान अब के होला भनेर सोचेर बस्यो हामी त भोलि बिहान अब जाने कि नजाने के गर्ने कस्तो होला सिचुएसन होइन जान सकिन्छ कि सकिँदैन भन्ने चाहिँ त्यही थियो त्यति नै हो तपाईँको लागि करप्सन के हो मेरो लागि करप्सन भने त सिम्पल भना काम हामीले सोचे हामीले जुन काम गर्न गयो त्यो काम चाँडो हुनु पर्यो त्यो काम भएन ढिला भयो ल्यान्ड लुटुङ भयो भने मेरो लागि करप्सनै त्यही हो मैले त्यो अब त्यो पैसा दिने यताउतिमा अहिलेसम्म म इन्भल्भै भएको छु मलाई नै भनिहालेँ होइन मेरो लागि चाहिँ मेरो अब म सरकारी अफिसमा गएँ मेरो लागि काम भनेर 5 मिनेटमा काम हुनु होइन हुनै पर्यो नि कति टाइम लाइक होइन यस्तो अब यस्तो कति टाइम यस्तो अब त्यहाँ अब एउटा अब राष्ट्रिय परिचय पत्र बनाउन गएँ कहीँ गयो भने ल राष्ट्रिय परिचय पत्र बनाउने ठाउँमा 5 मिनट लाग्छ भने 10 मिनट लाग्छ त हुनु पर्यो नि त आधी घन्टा 1 घन्टा लाग्ने अब मान्छेहरू नि छैन भन्ने अनि सोध्यो भने रिसाउने मेन अलिकति रिस हुने चाहिँ सरकारी कर्मचारी अलिकति टेढो मेढो हुने क्या राम्रोसँग सोध्यो भने रिसाइहाल्ने क्या के भने पोलिटिसियनसँग जस्तो अब हामी कर्मचारी मात्रै भयो अस्तिको रेज अगेन्स्ट द पोलिटिसियनसँग थियो जस्तो लाग्यो मलाई होइन जुन यो भयो क्रान्ति त्यो पोलिटिसियनले गर्दा तपाईँको पोलिटिसियनसँग अहिलेसम्म भेट भएको छ कतै लाइक लोकल लेभलदेखि राष्ट्रिय भेट त भइहाल्छ नि अब यो वडा स्तरीय भनौँ होइन वडा स्तरीय कस्ता छन् राम्रै छ भनौँ न अहिलेसम्म राम्रै हो लाइक व्हाट डु एक्सपेक्ट अनि एक्सपेक्टेसन मिट गरेको छ कि छैन तपाईँको हाम्रो यो टोहा अब मेरो एरियाको कुरा गर्दा त अब राम्रै छ बत्तीहरू बल्याएकै छ होइन रोडहरू अब हामीले देख्ने त्यही नै हो अब मान्छेले अब नेपालीहरूले अब यस्तो हो वडा अध्यक्षहरूलाई हामीले जिताएको त अब त्यही रोडहरू विकास गर्नलाई हो नि त होइन एउटा भारी बोक्ने मान्छेले 100 बोरा भारी बोक्यो भने ल मैले 100 बोरा भारी बोक्यो भने त काहीँ भन्दै हिँड्दैन नि त होइन मेयरलाई जिता त हामीले अब विकासको लागि त अब त्यो एउटा रोड बनायो पुल बनायो भने फोटोसोटो खिचेर हाल्ने त्यसको कामै त्यही हो नि त हो भनौँ न ड्राइभरले अब मैले गाडी चलाएँ भनेर अब फोटो खिचेर हाल्छ त हाल्दैन नि त तर काम त तिनीहरूलाई त्यही गर्न हाल्यो हो त्यसलाई नै हामीले त रोड बनायौँ पुल बनायौँ भनेर पब्लिसिटी पिआर त्यसरी गर्छन् होइन तर तिनीहरूको काम त्यही हो नि त अब तपाईँले पोडकास्ट बनाउनु भयो यहाँ पोडकास्ट बनाएँ मैले भनेर फोटोसोटो खिचेर पोडकास्ट बनाएँ भने हाल्ने त्यो कुरो होइन नि त अब त्यो मेयरलाई जिता त त्यही भएर हो नि त विकास गर्नलाई बनाओ उनीहरूले आफ्नो काम मलाई त्यो चाहिँ एउटा मन पर्दैन होइन त्यो चाहिँ अलिकति मलाई मन नपर्ने कुरो थियो जहाँ गएर फोटो खिच्ने अब तिनीहरूको कामै जिताएकै त्यसलाई हो त्यही हो तर हाम्रोमा विकास छ एरिया मेरो टोलमा चाहिँ बान्टानमा चाहिँ राम्रै छ रोडहरू बनाएको छ सबै ठाउँ यो विकासलाई तपाईँ विकास मान्नुहुन्छ भनेपछि होइन मेरो मैले एरियाको कुरा अरे अब ओभरअल नेपाल भएर कुरा भने त अब अलिकति कमजोरी छ होइन अलिकति नाजुको छ तर मेरो एरियामा मेरो आफ्नो डेली लाइफमा चल्नेसम्म त छ नेपाल घुम्नु भएको छ नेपाल त्यस्तो राम्रोसँग घुमेको छैन कति कहाँ जानु भएको छ धेरै त्यस्तै पोखरा गएको हो धेरै गएको छ पोखरा कालिम्पोङहरू त्यस्तो गएको छु ट्रेकिङ हिँड्नु भएको छ ट्रेकिङ एकचोटि गएको छु त्यही एकचोटि मार्दी गएको छु अनि कस्तो लाग्यो नेपाल कस्तो छ नेपाल नेपाल कस्तो लाग्छ तपाईँलाई अब नेपाल नेपाल भन्न साथै होइन के आउँछ दिमागमा तपाईँको एउटा होम कन्ट्री त भइहाल्यो होइन नेपाल अब सबैसँग सम्पूर्ण छ भनौँ न अब रिलिजनदेखि धर्मदेखि अनि अब टेम्पलहरू अब सबजना जाति धर्मको मान्छेहरू आनन्दले बसिरहन् त्यो एउटा छैन नि त अब इन्डियातिर हेर्नु भने त पुरै त्यो रिलिजनमा नै द्वन्द्व इन्डिया पुगेको छन् द्वन्द्वहरू भइरहेको हुन्छ यहाँ त अब सबजना मिलेर बसिरहन्छ हिमाल पहाड तराई भन्यो
टाइकम सबजना मिलेर आनन्दले त्यस्तो छैन नि त यो जेन्जी यो आन्दोलनभन्दा अगाडि त सम्म त त्यस्तो त केही हुँदैन थिएन नि त सबजना आनन्दले रमाइलो गरेर चाहिँ दुःख सुख त्यो छँदैछ करप्सन छँदैछ देशको विकास नहुनु भने करप्सन छँदैछ भन्नुभयो यहीँमा आयो फेरि अब त्यो त अब हामीले रोक्न कसरी रोक्न सकिन्छ अब त्यो रोक्न करप्सन के हो अब करप्सन भने यही हो तपाईँले भन्नुभयो नि त नेपाल कस्तो भनेर सोध्नुभयो नि त होइन नेपाल राम्रै छ अब ब्युटिफुल छ अब जाने ठाउँ अब त्यही ब्युटिफुल ठाउँ जाँदाखेरि नै अब मार्दी हिमाल जाँदाखेरि नै अब रोड त्यस्तै हो अब त्यो बनाउने बजेट त आहा नि त अब बजेट आउँदा बजेट आएको छ अब बजेट त थाहा भइहाल्छ नि अब त्यो अब तिनीहरूले टालेको नि हुन्छ नि त्यहाँ अब नेपाल सरकार यस्तो भनेर तर त्यो अब 1 करोड 2 करोडको बजेट हुन्छ अनि कामहरू चाहिँ अब भोलि नै पिच बिग्रिने भन्दा त त्यो त करप्सनै भयो नि त मैले बुझ्ने चाहिँ त्यही हो होइन अब म त्यो मोनिटरी हिसाबमा वेल्थको हिसाबमा त्यो पैसा दिने यताउति त्यो चाहिँ म बुझ्दिनँ ओके राष्ट्रिय स्तरको नेता भेट्नु भएको छ पोलिटिसियन लाइक बिग पोलिटिसियन ठुलो पोलिटिसियन छैन राष्ट्रिय स्तरको पोलिटिसियन अझै भेटाएको छैन अझै भेटाएन अब केपी ओली भन्दा चाहिँ तपाईँलाई के लाग्छ लाइक वाट हाउ डु यु पर्सिभ हुन्छ नि केपी ओली भन्ने बित्तिकै आजको दिनमा त कसरी भन्ने अब लाइक वाट डु थिङ्क अहिले मैले तपाईँलाई केपी ओलीको बारेमा भनिदिनुहोस् भन्दाखेरि मनमा के आयो तपाईँको के आयो भन्दाखेरि त्यो अब त्यसले अब अहिले आएर चाहिँ अब त्यत्रो मान्छे मरिहाल्यो होइन जेन्जीको दिन त्यत्रो मान्छे अब मर्दाखेरि अब त्यसले रेस्पोन्सिबिलिटी त्यो केपी ओलीले नै रेस्पोन्सिबिलिटी त लिनुपर्ने हो अब त्यही हो अब त्यसले मान्छे मार्यो भन्छ सबैले अब त्यो मान्छे त उसले नै मारे जस्तो लाग्छ मलाई चाहिँ मेरो विचारमा चाहिँ राम्रो नराम्रो अब तपाईँले भन्दाखेरि नराम्रो हो तर केपी ओलीलाई अब सजाय चाहिँ हुनु पर्यो मेरो केपी ओली भन्ने बित्तिकै त्यही हो त्यसलाई अब खुल्ला छोड्नु भएन होइन समात्नु पर्यो त्यही हो किन होइन मैले समातेर मात्रै भनेन भने अब त्यो आयोग होला होइन आयोगहरू होला वाइ डु थिङ्क लाइक केपी ओलीलाई समात्नु पर्छ मैले भने एकदम नेचुरली मैले तपाईँलाई केपी ओली भन्नासाथ के आउँछ भन्दाखेरि तपाईँले केपी ओलीलाई समात्नु पर्छ खुल्ला छोड्नु भएन होइन त्यो भन्नुभयो लाइक अब किन वाइ अब त्यो हो अब त्यो अब मैले देखाएको त अब त्यो दिन अब प्रोटेस्टको दिन ऊ प्राइम मिनिस्टर होइन प्राइम मिनिस्टर थियो भने त उसले हो नि त अब चलाउनु त देश होइन त्यो अब त्यो दिन अब त्यो तर केपी ओलीले पनि राम्रो काम त गरेको होला नि लाइफ राम्रो काम त गर्यो राम्रो काम नगरेर त कहिले भनेको छैन नि राम्रो काम त गर्यो लाइक कस्तो खालको राम्रो काम गर्यो तपाईँले त्यो अब त्यो फ्लाइओभर साइओभरमा फोटो हाले अब त्यो मैले भनिनँ होइन उनीहरू कामै त्यही हो तर त्यही हाल्छन् अब फ्लाइओभर बनायो सबै त गर्यो होइन तर त्यो दिन अब त्यो गर्नु नहुने कुरा थियो नि त अब सबै काम गर्यो नि त मान्छेको ज्यान त लिनु भएन नि त सो यु से तपाईँले अहिले के भन्दै हुनुहुन्छ भने अस्तिको जति आन्दोलनमा चाहिँ जति मान्छे मर्यो त्यो चाहिँ वान एन्ड ओन्ली केपी ओलीको दोष हो त्यो वान एन्ड ओन्ली भन्न सक्दिनँ तर उसले त्यो चाहे भए चाहिँ घटाउन सक्थ्यो होला भनौँ न नहुन पनि सक्थ्यो मैले भन्नु खोजेको त्यो हो त्यो दिन नहुन पनि सक्थ्यो निलमा नि हुनसक्थ्यो अब त्यही दिन उसले अब त्यही हिसाबले प्रोटोकल ल्यायो अब के नहुनु पनि सक्थ्यो होइन केपी ओली अहिले न हाई नै हुनसक्थ्यो होइन त्यो भन्न खोजेँ मैले उसले गरेर भएन तर उसले त्यो मिनिमाइज गर्न सक्थ्यो भनौँ न मिनिमाइज गरेर निले बनाउन सक्थ्यो केपी ओलीले गरेको राम्रो कामहरू मलाई त्यस्तो मलाई थाहा भएन त्यो शेरबहादुर देउवा त्यो एउटा मैले फ्लाइओभरको चाहिँ देखाएको थिएँ न्युज होइन अब त्यही नै होला उसले गरे होइन त्यही त अरू मैले अहिले त्यस्तो अहिलेसम्म देखाएको छैन अब ऊ प्रधानमन्त्री भएपछि अब नेपालमा भएको सबै काम उसले नै गरे हुन्छ जस्तो लाग्छ होइन त्यही त होला नि होइन त्यसरी त चल्छ होला होइन तिनीहरूको उनीहरूको त्यही होला त्यही हिसाबमा त अब धेरै नै भएको होला अब होइन त्यही हो भनेपछि मन पर्दैन मन नपर्ने होइन अब काम मन पर्दैन भने मान्छे त राम्रै होला तर काम चाहिँ अहिलेसम्म ठिक लागेन मलाई त्यही हो प्रचण्ड भन्न साथ के आउँछ दिमाग प्रचण्ड त म त्यस्तो बुझाएन दाइ प्रचण्डको बारेमा त म त्यस्तो थाहा केपी ओली त अस्ति त्यो जेन्जीमा आन्दोलन त्यो प्राइम मिनिस्टर भएर उसको बारेमा अलिकति हल्ला उल्ली भएर मात्रै थाहा भयो नत्र त्यो पनि थाहा हुँदैन थियो किनकि त्यो पोलिटिसियनमा के अरे पोलिटिकमा इन्ट्रेस्ट छैन लागेन छैन अहिलेसम्म त्यही भएर नि हो त्यो चाहिँ केपी ओली गर्न थाहा भयो भने त्यो अब आन्दोलनमा उसले चाहे निलगन त्यही भएर मात्रै थाहा भयो त्यस्तो अरू शेरबहादुर यिनीहरूको पनि त्यस्तो केही थाहा छैन कुनै एउटा यस्तो आइडल नेता या केही छ दिमागमा वाट डु थिङ्क लाइक पोलिटिसियनको काम के हो र जनता पोलिटिसियन देशमा यो हुन्छ नि हाउ डु टेक इट लाइक कस्तो छ तपाईँको पर्सेप्सन पोलिटिसियन भने त अब यो डेमोक्रेसी नेपालमा त डेमोक्रेसी हो नि त डेमोक्रेसी भएपछि अब डेमोक्रेटिक कन्ट्री चलाउनु अब त्यही त हो नि पार्टीहरू चाहियो पोलिटिसियन पार्टीहरू चाहिएपछि त अब मान्छेहरू त चाहियो नि त पार्टी मात्रै भएर भएन पार्टीमा मान्छेहरू पनि चाहियो अब भोट गरेर जिताउने भनेपछि अनि अब हरेक ठाउँमा अब उठाउनै पर्यो मान्छेहरू होइन त्यो सिस्टमै त्यस्तो हो नि त भोट गर्नु भएको छ पहिला गरेको छु भोट
नेसनल लेभलमा यो मैले संघीय सरकारको मैले त्यो वडा अध्यक्षवाला चुनावमा चाहिँ गरिनँ होइन, तर त्यो काठमाडौँ 5 वाला हुन्छ नि, त्यसमा के भन्छ, त्यसमा कसैलाई भोट हाल्नु भयो होला? हाले भोट। किन हाले? भोट त पहिलोचोटि हो, अलिकति इन्ट्रेस्ट अलि रमाइलो भोट गरिदिउँ त भनेर नि हो। त्यहाँ त्यस्तो त्यो तपाईँले को मेरो क्यान्डिडेट को थियो तपाईँलाई थाहा थियो? त्यो थाहा थियो, त्यो त थाहा थियो मलाई। अनि किन त्यो मान्छे क्यान्डिडेटलाई भोट हाल्दाखेरि चाहिँ त्यसको के हेरेर चाहिँ तपाईँले त्यो भोट किन हाल्यो भने त्यही हो, अब सोसियल मिडियामा त्यो आउँथ्यो नि त, उसले अब यस्तो गर्छ। मैले त यो चलिरहेको नेताहरू चाहिँ हाले होइन होइन, अर्कैलाई नै हाले। चलिरहेको नेतासँग चाहिँ यति यो जेनेरेसन, तपाईँको जेनेरेसन जो जेनेरेसन छ होइन, सँग चलिरहेको नेतासँग चाहिँ के को दुश्मनी हो त्यस्तो? यो यस्तो हो, यो हाम्रो जेनेरेसनसँग मात्रै दुश्मनी होइन, यो अब यो 20-25 वर्षदेखि नै मान्छेहरू फ्रस्ट्रेटेड भइसक्यो क्या। अब जहिले त्यही मान्छेहरू त्यो अहिलेसम्म भने पछाडि त्यही मान्छे आइगरेको फ्रस्ट्रेसन हो कि? यस्तो हो, प्रचण्डले अब त 10-15 वर्ष आएर त सिङ्गापुर बनाइदिन्छु भनेको थियो नि त होइन, अहिलेसम्म त्यही हो भनौँ न। त्यही मान्छेलाई रेल कुदाइदिन्छु भने त्यतिखेर अब हाम्रो नेपोबे भनेर नो नट अगेन भन्ने पनि चलेको थियो नि त। अब बालेन शाहले बल्ल जिताएको थियो होइन, त्यही भएर नि हो, बालेन ठ्याक्कै जिताएको थियो नि त, अब त्यही भयो नि त। बालेन शाह, मैले यो शब्द भन्दा तपाईँको दिमागमा के आयो? लाइक हाउ डु यु टेक बालेन शाह? कसरी के एक्सप्लेन गर्नुहुन्छ? बालेन शाह त्यो इन्डिपेन्डेन्ट आयो होइन, इन्डिपेन्डेन्ट आयो रूपमा आयो, त्यो भएपछि उसले अब होइन त्यो भन्न खोजेँ होइन मैले तपाईँलाई बालेन शाह भन्दाखेरि तपाईँले के इमेज बनाउनु भयो? त्यो म त अब करेजै भन्छु त्यसलाई होइन, करेज नै ल्याएकै हो, सोचेकै हो। उसले अब आएर 17 20 कति हजार भोट ल्याएर जितिदिन्छु भनेर भनेकै नै हो होइन। लास्टमा अब त्यो महानगरपालिकामा त्यो अब कहाँ गएर मान्छे आएर त्यो अब बालेन शाह कहाँ गएको जस्तो ऱ्यापर आएर जित्छु र जितेर देखाउँछु भन्दाखेरि जित्नु सक्नु नै अलिकति अब त्यो कुनै पार्टी त्यो पोलिटिसियन मान्छेहरूले नसोचाइ कुरो भयो होइन। किनकि इभन मैले पनि सोचेको थिइनँ त्यो जित्दैन होला, कहाँ जित्छ, त्यो पार्टीहरूको त्यत्रो कार्यकर्ता हुन्छ, दबदबा हुन्छ, जित्दैन होला सोचेको थिएँ। तर उसले जितेर देखायो होइन, त्यो अलिक करेज नै भन्छु, अनि हिम्मत नै देखाएकै हो। त्यस्तो ठाउँमा आएर 3-4 महिना अगाडि आएर ल म देखाउँछु गरेर देखाउँछु भने अहिलेसम्म राम्रै काम गरे जस्तो लाग्छ बालेनले होइन। लाग्छ एज इन कसरी के लाग्छ भने चाहिँ के हो यस्तो केही काम बालेनको कामहरू केही होइन त्यो अब त्यो लाग्छ भन्दाखेरि अब मेरो लागि एउटा कुनै काममा राम्रो हुनसक्छ, कुनैलाई नराम्रो हुनसक्छ। अब ठेला बालेनको राम्रो काम चाहिँ के हो? बालेनको राम्रो काम त अब त्यही त हो नि। अब पहिलाको अलिकति पहिलाको मेयर भावे त्यो पार्टीगत हुन्थ्यो होला होइन, आफ्नो मान्छेहरूलाई ठेक्का दिने यताउति त्यही हो। मैले बुझेसम्म त्यही हो होइन। ऊ इन्डिपेन्डेन्ट भएपछि उसलाई त्यस्तो दबाब छैन नि त। ओके होइन, राजनीतिक दलको कार्यकर्ता भेट्नु भएको छ? छैन भेटे छैन। अब त्यो मैले भनेको एमालेको कार्यकर्ता, कांग्रेसको कार्यकर्ताहरू छन् नि, तपाईँ लोकल लेभलमा तपाईँकै साथीहरू पनि होला, कोही कांग्रेस कोही एमाले, लोकल लेभलमा त भेटिहालिन्छ नि। अब होइन कार्यकर्ता भनेकै लोकल लेभल सबै तिनीहरूको एटिट्युड कस्तो छ? लाइक हाउ डु यु फिल देम होइन? मैले यसो बुझ्दै जाँदाखेरि यो सबै कुरा गर्दै जाँदा तपाईँहरूको यो जेनेरेसनको आक्रोश चाहिँ मैले 2-3टा कुरामा पाएँ होइन। एउटा कर्मचारीको यो ढिलासुस्तीको कुरा, अर्को मैले अब नेपो बेबिज भनेको त त्यो कुरा छुट्टै हो होइन। तपाईँले 8 घण्टा काम गरेर कमाउन सक्नेले तपाईँले त्यो गर्न नसकेको, उसले चाहिँ यत्तिकै गर्न सकेको भन्ने खालको एउटा माइन्डसेट पनि मैले देखेँ। र अहिले तपाईँको यो कुरा सबै बुझ्दै जाँदाखेरि राजनीतिक कार्यकर्ताले समाजमा, राजनीतिक दलको कार्यकर्ताले समाजमा चाहिँ अलिकति केही तपाईँको सबकन्सियस माइन्डमा चाहिँ नराम्रो गरिरहेको भन्ने परेको हो कतै? किनकि इन्डिपेन्डेन्ट क्यान्डिडेट उसलाई केही प्रेसर छैन, यो छैन भन्दाखेरि मैले त्यस्तो खालको बुझेँ है। अब आई डोन्ट नो तपाईँलाई त्यस्तो तपाईँको केही एक्सपिरियन्सहरू त्यस्तो छ जुन राजनीतिक दलको कार्यकर्ता जस्तो अब एमालेको युवा सङ्घ भनौँ या एमालेको प्रोग्राम्सहरू भनौँ, काङ्ग्रेसको नेभी सङ्घ, तरुण दल होइन, माओवादीको के त्यस्तै खालको के छ होइन, त्यस्तो केही तपाईँहरूको केही छ त्यस्तो? त्यस्तो त होइन, तर हाउ डु यु टेक दिज राजनीतिक कार्यकर्ता इन द सोसाइटी? मैले अब हामीले भेट्यौँ भने लोकल लेभलको अब पोलिटिसियनहरूसँग पनि भेट्ने हो होइन। उनीहरूले अब हामीलाई अब कार्यक्रमहरू गर्दाखेरि आऊ भाइ गर आऊ भन्ने हो। त्यस्तो अहिलेसम्म त्यस्तो एटिट्युडहरू त्यस्तो त्यो हामी हो, हामी डन हो त्यस्तो त केही गर्दैनन् होइन। नर्मल छ भनौँ न, अहिलेसम्म त त्यस्तो त केही छैन। अनि किन त बालेन शाह चाहिँ इन्डिपेन्डेन्ट क्यान्डिडेट हो, उसलाई चाहिँ राजनीतिक कार्यकर्ताको प्रेसर छैन, यो
वाइ वाट यस्तो हो त्यो त हामीलाई पिआरले नै अब त्यही अब दिमागमा त्यही भुट देखा नि त सबैको कसले भुट्यो तपाईँको अब त्यो अब रिपोर्टरहरू यताउति अब न्युजहरू सो भने तपाईँको लाइफ इज ड्राइभड बाई सोसल मिडिया और त्यो तपाईँले त्यसरी एक्सेप्ट गरे हो होइन सोसल मिडियाले सबै थोक गरे नि होइन तर अब अहिलेको जेनेरेसनमा सबै थोक देख्ने त्यही हो नि त अब बालिन शाहले अब त्यो सोसल मिडिया नभए पनि जित्दैन थियो होला नि त होइन अब त्यो एउटा त अब पोजिटिभ नै हो नेगेटिभ नै हो अब मैले बुझेअनुसार अब हामीले त्यस्तो इनडिप थाहा हुँदैन क्या सबै थोक अब हामीले बुझ्ने सिम्पल माथिबाट हेर्दाखेरि मात्रै जो ट्याक्क सफा राम्रो देख्यो नि ल यो राम्रो हो भने जस्तो हो होइन अब भित्री रूपमा त्यो चाहिँ जान्दैनौँ क्या हामी ओके लाइफमा के चाहिएको छ लाइफमा त त्यही हो सुख शान्ति त्यही हो अहिलेसम्म त्यस्तो अरू केही छैन अझै प्रिसाइज भएर भन्दाखेरि हुन्छ नि लाइक अब हुन्छ नि मलाई यो कुरा चाहिँ अचिभ गर्नु छ भन्ने केही छ त्यस्तो छैन त्यस्तो गोल अहिलेसम्म राखेको छैन अहिले चाहिँ जाने त्यही हो कामसाम गर्ने अलिकति लग्जरी कार्सले कति फ्यासिनेट त्यस्तो छैन अहिलेसम्म छैन तर त्यो त हल्का फुल्का त भइहाल्छ होइन कुन चाहिँ गाडी मनपर्छ त्यस्तो छैन दाइ गाडी साडी त्यस्तो सोचेन छैन अरू कुराहरू चाहिँ हुन्छ नि त यो ठाउँमा पनि राम्रो ठाउँ जाउँ लाइक जस्तो भनौँ न त्यही सोध्दैछु क्या केही त्यस्तो एक्सपेक्टेसन हलिडेज त्यस्तो छैन दाइ त्यस्तो अहिलेसम्म लाइफमा के गर्ने प्लान छ लाइफमा प्लानहरू त छ दाइ होइन अब यही अब कामकै सिलसिलामा अलिकति अब ग्रो गरौँ अलिकति एक्स्ट्रा गरौँ भन्ने त सोच त छ त्यही हो सोसल मिडियासँग तपाईँको बिजनेस कतिको डिपेन्डेन्सी छ त्यस्तो मेरोमा त्यस्तो छैन दाइ मेरोमा अलिकति कमै इन्टरनेटसँग चाहिँ छ इन्टरनेटसँग चाहिँ छ सोसल मिडियासँग त्यस्तो गर्न सक्यो भने त्यसमा हुन्छ होइन तर अहिलेसम्म हामीले त्यहाँ छिरेको छैन किनकि अलिकति ह्यान्डल गर्नलाई फेरि हेडाकै हुन्छ नि त मिलाउनु सबै सोसल मिडिया त्यही हो कति घन्टा काम गर्नुहुन्छ दैनिक त्यही 10 to 5 हो तर अलिकति ओभर टाइम हुन्छ कहिले 1 घन्टा 2 घन्टा बढी हुन्छ कहिले 1 2 घन्टा कम नै हुन्छ त्यही हो कति पैसा कमाउनुहुन्छ अहिले त्यस्तो होइन अहिले त लाइक एभरेज मन्थली कति कमाउनुहुन्छ अहिले त यस्तो हो अहिले त आफ्नै अब बिजनेस भएको कारण त्यो भन्न सकिँदैन कहिले लो हुन्छ कहिले हाई स्यालेरी लिनुहुन्न स्यालेरी लिन नेपाल छोडेर कुनै अर्को बाहिर देश घुम्न जानु भएको छैन अहिलेसम्म गएन त नेपाल अहिलेसम्म गएन जाने प्लान छ जाने प्लान त छ अब हुन्छ होला त्यो प्लान त भइहाल्छ अब एक्लै गरेर पनि भएन अब मेरो मात्रै भएर भएन साथीभाइहरूको पनि मिल्नु पऱ्यो एक्लै गरेर त काम भएन नि त होइन नेपाल छोडेर विदेशै गएर बस्छु भन्ने प्लान छ कि छैन त्यो त छैन त नेपाल त्यो त पहिलेदेखि नै अब 12 सिधादेखि विदेश त जान्नै भनेर बस्या हो होइन नेपालमै गर्ने नेपालमै बस्ने भनेर नेपाल यस्तो दामी छ किन विदेश जानु भनेर बस्या हो नेपाल के हिसाबमा दामी भनिरहनु भएको छ तपाईँ नेपाल दामी छ नि त अब घरमा अब रमाइलो छ नि अब आनन्दले विदेशमा बस्यो भने हामीले सुन्छ नि त अब 18 वर्षमा बाउले छोरालाई छोडिदिन्छ यता अब यहाँ आनन्दले काम साम नभएन आनन्दले घुम्न पाहा घुम्न पाहा रमाइलो गर्नु पाहा रमाइलो छ क्या नेपाल जेल्यो भने दुःख नगरिकन ल जिन्दगी बिताइदिउँ भने नि सकिन्छ नि त आनन्दले त्यो रमाइलो कुशल 22 वर्ष पुग्नु भयो हजुर लाइफ अब व्हाट यु सी लाइक इन 10 years हैन 10 years तपाईले त्यस्तो फ्युचर यस्तो हुन्छ नेपाल चाहिँ यस्तो हुन सक्छ हैन अब सोसाइटी यस्तो हुन सक्छ भन्ने केही त्यस्तो सोच्नु भएको छ छैन नेपाल कस्तो होला भने चाहिँ सोचेको छैन वर्ल्ड एज इन त्यो त अब मैले सोचेर हुने होइन जस्तो लाग्छ होइन त्यो सोचेको छैन त्यही हो अब त्यो त त्यो सोच्ने फुर्सद छैन टाइम त्यो सोच्ने अहिलेसम्म लाइफमा त्यस्तो सोचेकै छैन क्या त्यस्तो इन्डिपमा के होला कसो होला यो गऱ्यो भने के होला त्यस्तो सोचेको छैन क्या अब त्यो जस्ट गो विथ द फ्लो जस्ट गो द फ्लो होला आज रमाइलो गर्यो भोलि रमाइलो गर्यो हैन सबै कुरा राज्यसँग कन्ट्रीसँग एक्सपेक्टेसन के छ लाइक व्हाट डु यु एक्सपेक्ट फ्रम द कन्ट्री लाइक गभर्नमेन्ट हुन्छ नि अहिले जस्तो मैले हेर्छु जेन्जी भन्छ कसले के भन्छ कोही कहाँ जान्छ त्यो सर्टेन इन्ट्रेस्ट ग्रुप अफ पिपल त छ हैन बट व्हाट डु यु एक्सपेक्ट फ्रम द गभर्नमेन्ट लाइक फ्री एजुकेसन फ्री हेल्थ केयर मलाई बेरोजगारी भत्ता दियोस् या हुन्छ नि त्यस्तो मेरो घरमा पानी खान पाओस् अरु मलाई के लाग्छ संविधानमा जे लेखेको छ नि हैन त्यो हिसाबले काम गर्दै मात्रै पुग्छ जस्तो लाग्छ संविधानमा चाहिँ के लेखेको छ थाहा छ त्यो त थाहा छैन हैन त्यो हुन्छ नि त लहरु कानुनहरु हुन्छ नि त हैन त्यही हिसाबमा संविधानलाई नहेपिकन हैन नपेलिकन आनन्दले आफ्नै त्यो संविधानलाई मलाई बाल हो पोलिटिक्ससँग मलाई लेट मी लिभ माई लाइफ हैन मैले भने त्यो फलो द बुक्स टाइप फलो द संविधानको त्यो बुक हुन्छ नि त्यो मात्रै फलो गर्यो भने नि हुन्छ जस्तो लाग्छ गरेका छन् कि छैनन् तपाईले के लाग्छ गरेका छैन अब त्यो त थाहा भएन कुनैले गरे होला भन्यो भने फेरि सबै रिसाउँला नि हैन कसले मैले त गरे हुन्छु त भन्ने कुनैले गरे होला नगरे होला तर त्योलाई हुन्छ नि संविधानलाई चाहिँ बुकलाई चाहिँ मानेर
काम गऱ्यो भने चाहिँ हुन्छ जस्तो लाग्छ क्या। किनकि अब मान्छेले चाहिँ शपथ नै खान्छ नि त होइन। शपथ पनि त्यो संविधानको अनुसार काम गर्छु भनेर खाने त हुने होइन। त्यही संविधानको किताबलाई नै ल रेस्पेक्ट गरेर होइन म त्यस्तो हुन्न त, एकजनाले चेन्ज गर्ने त हो नि, 1-2 जना 2 जना 3 जना गरेर त्यो गर्ने ठिक हुन्छ लाग्छ क्या। काम कसरी हुने के हुने भन्दा नि त्यो संविधानलाई मानेर होइन रेस्पेक्ट गरेर गऱ्यो भने चाहिँ ठिक हुन्छ जस्तो लाग्छ। नाइस नाइस। मलाई संविधान चाहिँ पढ्नु भएको छैन अहिले। छैन। कसैले स्कुलमा लाइक संविधानको धाराहरू डु यु नो व्हाट बेसिक राइट संविधानले हामीलाई दिएको मौलिक हक अधिकारको कुराहरू थाहा छ तपाईहरुलाई? छैन। त्यो यस्तो हो, त्यो संविधान एक त त्यो नेपालीमा हुन्छ होइन, इङ्ग्लिसमा हुन्छ, त्यो हुन्छ, तर त्यो शब्दहरू एकदम गहिरो हुन्छ त हामीले बुझ्दैनौँ क्या। त्यो नेपाली पढ्न मजाले जानिन्छ, इङ्ग्लिस मजाले पढ्नुहुन्छ, तर त्यो बुझिँदैन क्या। त्यो संविधानहरू त्यो इन्डिपमा त्यो भाषै अलिकति फरक हुन्छ नि त। अनि धारा हुन्छ, अब के हुन्छ, अनि त्यो हामीले बुझ्दैन। अनि त्यो त्यत्रो ठुलो किताबमा अब हामीले खोजेको कुरो कहाँ छ नि थाहा हुँदैन नि त। अब त्यहाँ अगाडि अब त्यो टपिक कहाँ छ भने त हुन्छ होला, त्यो अहिलेसम्म हेरेको छैन। कुनै राजनैतिक दलको सभा समारोह बाइक र्याली यस्तोमा जानु भएको छ अहिलेसम्म? छैन, बाइक र्याली चाहिँ अहिलेसम्म गएको छैन, तर अरूमा चाहिँ पुगेको छु। त्यही लाइक कस्तो खालको इलेक्सन क्याम्पेनमा? इलेक्सन क्याम्पेन होइन क्या, त्यो पार्टीको हुन्छ नि, बन्दर सत्र अनि उदाहरण सत्र हुन्छ नि, त्यस्तोमा पनि जानु भएको छ? त्यस्तोमा पुगेको छु। किन यस्तो हो, अब हामी त अब लोकल एरियामा बस्ने मान्छे भएर अब दाइहरूले आइज भाइ भन्ने हुन्छ, अनि आइज भनेपछि त्यहाँ गए बापत के पाइन्छ? केही नै पाइँदैन, एकछिन टाइम पास हो। अब हामीलाई त पहिला सुरु त अब टाइम पास हुन्छ, जाउँ भनेर जाने हो मेन त होइन। अब हामीलाई त्यो अब मलाई यो पार्टीले भात खाउँछ कि खाउँदैन? खुवाउँदैन, अब कुनै अब टाइममा चाहिँ खुवाउँछ। इलेक्सनको बेलातिर चाहिँ अब त्यो इलेक्सनको क्याम्प त्यो भोट हाल्ने ठाउँको वरिपरितिर हुन्छ होइन, अरू ठाउँतिर हुँदैन। त अरू ठाउँमा त्यो हामी बस्दा मैले चाहिँ अहिलेसम्म खाएको छैन भनौँ न होइन। अरूले त्यहाँ अब हामी गएको ठाउँमा नि हुन्छ होला, अब दाइहरूले भाइ त्यहाँ छ यस्तो भन्छन् होला, तर म चाहिँ अहिलेसम्म गएर खाएको छैन होइन। त्यही भएर मैले हुन्छ हुन त हुन्छ, तर म चाहिँ अहिलेसम्म गएर त्यहाँ स्योर भन्नुहोस् न, हुन्छ हुँदैन यस्तो अब त्यो बिचमा बसेर त्यो एकदम डिप्लोमेटिक होइन, त्यो होइन क्या। यस्तो हुन्छ हुँदैन तपाईँलाई थाहा छ हुँदैन कसरी हो भन्दाखेरि अब यो पार्टीहरूको नि अब आफ्नो सोर्स हुन्छ नि त। अब कुनै पार्टी धनी हुन्छ, कुनै पार्टी अब नेपालको धनी पार्टी चाहिँ को? अब त्यो त कांग्रेसै होला नि होइन। त्यो हेरेर हुन्छ नि त। अब प्रोग्राम हेरेर हुन्छ नि त। अब ठुलो प्रोग्राम रहेछ नि त भइहाल्छ होइन, सानोतिनो प्रोग्राममा हुँदैन। त्यही हो। बाइक र्यालीमा केटाहरूले जाम भन्छन्? जाउँ त भन्छन्, तर मलाई अहिलेसम्म गएन बाइक र्यालीमा चाहिँ। बाइक र्यालीमा पैसा दिन्छ दिँदैन के हुन्छ त्यो नि मलाई थाहा छैन, मसँग गएको छैन, त्यही हो थाहा छैन। सो अब हामीले यो यत्रो धेरै कुरा गऱ्यौँ होइन। नेपालमा अब तपाईँहरूकै एज ग्रुपले चाहिँ क्रान्ति गर्यो, सफल भयो, अनि क्रान्ति अब सफल भइसके पछाडि अहिले नेपालको पोलिटिकल कोर्स चेन्ज गर्नमा तपाईँको एउटा उपस्थिति पनि थियो भनौँ न। तपाईँको एज ग्रुपको पनि थियो, तपाईँको पनि उपस्थिति थियो होइन। अब जानेर गर्नुभयो, नजानेर गर्नुभयो। अब जानेकै जस्तो लाग्छ, नजानेकै जस्तो पनि छ, कन्फ्युज स्टेटमा छ जस्तो लाग्छ मलाई है। अनि यत्रो गरिरहँदाखेरि वाट डु यु एक्सपेक्ट फ्रम यो गभर्मेन्ट? अहिले जुन तपाईँहरूले लिएर आउनु भएको नयाँ गभर्मेन्ट छ नि, तपाईँहरूको मुभमेन्टले गर्दा आएको फर्म भएको नयाँ गभर्मेन्टसँग वाट डु यु एक्सपेक्ट? अब यो अहिलेको अब त्यो हेर्दाखेरि त अब त्यही हो, अब जे पहिला त्यो भएको थियो नि त होइन करप्सनहरू, त्यही रिड्युस गर्नलाई नै हो मेन त। हाम्रो मेन कुरा त यस्तो पार्टी ढल्ला भनेर त कसले सोचेको थिएन नि त। त्यो मुभमेन्टको बेला त सिम्पल एउटा प्रोटेस्ट हो, प्रोटेस्टमा जाने भने सोचेको थियो। अब यस्तो यो अब आगलाई हुने, सरकारै ढल्ने, यो त कसले नसोचेको कुरो हो नि त। अब यसलाई त कोही प्रिपेयर नै भएको थिएन नि त होइन। त्यो त अब उनीहरूलाई नै अब त्यो अहिलेको सरकारले नै त्यो बुझे खाने नि त। अब किनकि अहिले त पुरै ध्वस्त भएको छ नि त सिट। अनि कति मान्छेले चाहिँ विदेशीले चलायो भन्छ, तपाईँलाई के लाग्छ? त्यो त होला, मलाई त्यो चाहिँ थाहा भएन। तपाईँलाई विदेशीले पठाएको हो त्यहाँ? होइन, हामी त स्वतः गएको नि, हामी स्वतः गएको। यस्तो हो, अब तपाईँ एउटा जेनजीलाई रिप्रेजेन्ट गर्नुहुन्छ होइन। डु यु थिङ्क यु आर म्यानिपुलेटेड बाई द फरेन गभर्मेन्ट? अहिले आएर चाहिँ अब विदेशीले गर्दा हो, यताउति गर्दा हो भन्छ। अब हामी त होइन, हामी त गएनौँ, तर अहिले आएर चाहिँ हामी विदेशीले गरे हो, यताउति हो भने त अब मान्छेहरू छन् होला। अब 2-3 जना मान्छेहरू त्यहाँ गएको त्यो नियतले गएको होला होइन। विदेशीले अब यस्तो गर्नुपर्छ भनेर गएको होला, अहिले नै होला नि मान्छेहरू सरकार ढाल्ने भने त्यो नै होला। अब हामीले बुझे छैन, भित्री रूपमा त अब हामीलाई थाहा हुँदैन नि त। अब उनीहरूसँग त अब तपाईँ विदेशीले चलाएर गएको होइन। तपाईँलाई देशमा करप्सन भ्रष्टाचार सुनेको होस्, देखेको होस्, त्यसकै तपाईँले चाहिँ राम्रो सुशासन कायम होस् भनेरै जानु भएको? त्यहाँ जाने मान्छेहरू त कोही थिएन जस्तो लाग्छ।
तर त्यस्तो हो त्यो चलन मान्छे त प्रोटेस्टमा जाँदैन जस्तो लाग्छ मलाई किनकि होइन किनकि उनीहरू त घरतिर बसेर अब त्यो तिनीहरू त म्यानेज गर्ने हो नि त होइन मेन कुरा त चलाउने हो नि त तिनीहरू त के प्रोटेस्टमा चालन र होइन हामी चाहिँ अब त्यो दिन जाने चाहिँ अब सबै युवै थिए त्यो फर्स्ट दिन चाहिँ युवै थियो त्यो पछिको दिनमा त अब त्यो आग्लै साग्लै हुँदा त बुढासुढा सबै गहान त्यो छुट्टै आक्रोश हो होइन त्यो चाहिँ मलाई त्यस्तो म चाहिँ गइनँ भनौँ विदेशीबाट परिचालित होइन होइन म चाहिँ होइन एजेन्ट पनि होइन होइन ठिक छ पुलिससँगको इन्काउन्टरको कुरा गरौँ न थोरै नेपाल प्रहरीसँग अहिलेसम्म तपाईँको सम्बन्ध र नेपाल प्रहरीलाई तपाईँले कसरी हेर्नुहुन्छ लाइक हाउ डु सी नेपाल पुलिस त मलाई यसमा त ठिकै छ मलाई त्यस्तो अलिकसम्म नराम्रो यसमा परेको छैन होइन नेपाल पुलिस मेललाई त राम्रै हो नेपाल पुलिस भन्दा चाहिँ तपाईँको दिमागमा के आउँछ लाइक एकदम रियल है फेरि त्यो डर त नेपाल पुलिस भन्ने डर त लाग्छ होइन डर त लागिहाल्छ नेपाल पुलिस भन्ने बित्तिकै पुलिस भने सबैलाई डर लाग्छ त्यही हो डर हो अब आफूले नराम्रो काम गरेसम्म नराम्रो काम नगरेसम्म केही डर छैन भने जस्तो फ्री हिँड्न पाइयो भनौँ न अब आफूले केही नराम्रो काम गरेछ भने त लुक्नु पुलिस चौकी किन चल्यो यति धेरै पुलिस चौकी त्यो त आक्रोश हो अब त्यो त 40-50 जना मान्छेको हत्या भयो नि त होइन त्यो भएपछि त्यही हत्या त्यही हो आक्रोश चाहिँ हो त्यहाँनिर अब तैँले भने के अरे परिचालित भने जस्तै अब भयो होला नि त त्यहाँनिर अब परिचालित भयो होला मान्छेहरूले अनि 2-3 जनाले गरेर चलायो होला नि अब त्यो त जलाउनु त्यस्तो टाइम नै लाग्दैन नि त अब बमहरू कस्तो त्यो बियरको बोतलमा ठ्याक्क माथि त्यो कपडा बालेर हालिदिएपछि एउटा ठाउँमा ढ्याङ 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 हान्दै गएछ त 1 घन्टा कुरो त हो नि होइन त्यो गरे नि होला नि मान्छेहरूले त्यही हो परिचालित भने जस्तै भयो होला अहिलेसम्म नेपाल प्रहरीसँग तपाईँको त्यस्तो नराम्रो मलाई पुलिस भनेपछि मन पर्दैन भन्ने छैन अब त्यो पुलिसहरूले कुट्या सुट्या देखाएर यताउति त्यो त भइहाल्छ होइन त्यो त आक्रोश त भइहाल्छ होइन यस्तो नगरेको हुन्थ्यो होला के गरे पुलिसहरूले भने जस्तो हुन्छ तर मलाई चाहिँ अहिलेसम्म नराम्रो त्यस्तो केही भएन छैन पासपोर्ट बनाउनु भयो पासपोर्ट बनाइसक्यो सजिलैसँग बन्यो पासपोर्ट नै अब बन्यो सजिलैसँग बन्यो हामी काठमाडौँमा भएर होला अलिकति सहिले छ भनौँ न होइन गाउँतिर मान्छेहरूलाई अब त्यही गाह्रै होला तर अब हामी काठमाडौँमा भएपछि चाहिँ अब सबै कुरो सहिले हो नि त सिडिओमा गयो सिडिओमा नि अब सुविधा राम्रै हुन्छ ओडामा गयो ओडामा सुविधा राम्रै हुन्छ तर त्यही कुरा सिन्धुपाल्चोक रुकुम रोल्पातिर गयो भने अब त्यही बनाउन चाहिँ अब एउटा ठाउँबाट अर्को जिल्ला जस्तो जानुपर्ने अब हिँड्दै जानु पर्यो त्यो भयो लाइसेन्स बनाउनु भयो लाइसेन्स छैन बनाएन लाइसेन्स बनाउनै मन छैन लाइसेन्स बनाएन यहाँ अलिकति सहिले न काठमाडौँमा अब काठमाडौँको मान्छे त दुःख नै अलिकति सरकारी अफिस दुःख त छैन जस्तो लाग्छ त विदेश बाहिर जिल्ला हेर्दाखेरि चाहिँ होइन सहिले हो कि काठमाडौँको मान्छेहरूलाई त अब जे कुरा बनाउनु नि जे कुरा गर्नु नि तर त्यही कुरा अलिकति अब फार वेस्टतिर गयो भने अलिकति मान्छेहरूलाई गाह्रो छ कठिन छ भनौँ न तिनीहरूलाई पहिला झन् काठमाडौँ आउनुपर्छ होला आइदिनुलाई होइन के हो त्यस्तो थाहा छैन मलाई पहिला के हुन्थ्यो होला त उतातिर सबैजना यहीँ आउँथ्यो होला उतै बन्थ्यो होला नि बन्छ होला त्यो नि भन्थ्यो त्यो हुन्थ्यो त्यो थाहा भएन सो 22 वर्ष पुग्नु भयो सबै कुरा बन्यो आन्दोलनमा पनि उ गर्नुभयो अब तपाईँको वान एन्ड ओन्ली थिङ इज देश बाई द बुक्स चलोस् बाई द संविधान चलोस् राम्रो होस् होइन त्यही हो मेरो चाहिँ मेन म त आन्दोलन जान त्यही थियो अब संविधानलाई अब त्यत्रो मेहनत गरेर बनायो नि त संविधान होइन कसले मेहनत गरेर बनायो त्यो सुशील कोइरालाको बेला बनायो भने त्यो संविधान हो नि होइन सुशील कोइरालाको बेला बनाएको थियो संविधान त्यो त पहिलोचोटि त्यो हाम्रो सरकारले नै के अरे मान्छेले नै पहिलोचोटि बनायो होला नि त्यो संविधान त्यस्तै राम्रोसँग होइन अरू पहिला त 2007 साल कति साल त त्यो राजाहरूले बनायो नि त होइन त्यो अलिकति संविधानले अब राम्रोसँग मानिदिएर गरिदियो भने राजनीति गर्नु मन छ कुनै दिन लाइफ छैन राजनीति के गर्नु होइन यस्तो अब छैन भन्न नै अब भएन होइन अब कुनै दिन फेरि त्यस्तो परिस्थिति आउला गरिएला तर अहिलेसम्म चाहिँ त्यस्तो नट इन्ट्रेस्टेड भनौँ न पछिल्लो टाइममा अब के होला गरिएछ भने राम्रै होला राम्रै गरिन्छ होला त्यही हो राम्रै गर्ने ट्राई गर्ने त्यही हो थ्याङ्क यू आइदिनु भयो धेरै धेरै धन्यवाद एकदम रमाइलो भयो गफ गरेर होइन I hope as I take you as a real Gen Z. Hope my audience also will take you as a real Gen Z. होइन तपाईँको एक्सपिरियन्सहरू सुनाइदिनु भयो धेरै धेरै धन्यवाद I hope you have a great future ahead. Thank you very much. Thank you.